धेरैजना साथीहरूले चाहिँ सोध्नुहुन्छ तपाईँहरू भिडियो चाहिँ किन बनाउनु हुँदैन आजकल, के मतलब केमा बिजी हुनुहुन्छ, मतलब भिडियो आउँदैन त तपाईँको भन्नुहुन्छ। थ्याङ्क यू सो मच सोधिदिनु भएकोमा, किनभने हाम्रो भिडियोको लागि वेट गरिदिनु भएकोमा। तर एक्चुअली भन्ने हो भनेपछि टाइमिङ सेट हुनुपर्छ, भिडियोको लागि टाइम दिनुपर्छ। अनि हामीले काम गर्नुपर्ने अवस्था मतलब कि अर्काको ठाउँमा आइसकेपछि हामीले जब गर्नु त्यत्तिकै जरुरी हुन्छ हैन। कामलाई प्रायोरिटी दिने हो भनेपछि तपाईँको यता भिडियो छुट्छ, भिडियोलाई प्रायोरिटी दिने हो भनेपछि फेरि काम छुट्छ हैन। सो यस्तो भएको कारणले गर्दाखेरि हामीले मतलब त्यति टाइम दिन सकिरहेको छैनौँ। अनि फेसबुकमा नि भिडियोहरू आइरहेको छैन, युट्युबमा नि मतलब युट्युबमा त म पहिला पनि बनाउँदैन थिएँ भिडियोहरू। अहिले भर्खरै मतलब कि कुनै कुनै भिडियोहरू म युट्युबमा हाल्ने गर्छु। तर मतलब कि मैले भिडियो नबनाउनुको कारण चाहिँ त्यही हो भन्नुपर्छ, किनकि अहिले टाइम सेट हुँदैन क्या। सबभन्दा ठुलो कुरा चाहिँ यता बसेर अनि पछि काम गर्नै पर्यो हैन। काम नगरिकन अब मतलब कि भिडियोकै पछि लाग्यो भने भिडियोबाट या त पुरा मोनिटाइज भएर पैसा मतलब त्यहीबाट मतलब हामीले रोजीरोटी चलाइरहेछौँ भनेपछि त्यो अलग कुरा भयो। हामीले मतलब कि पुरा फुल टाइम चाहिँ युट्युब या फेसबुकलाई दिन सकियो हैन। तर हाम्रो चाहिँ मतलब त्यस्तो अवस्था छैन हैन। त्यो अवस्था भएको कारणले हामीले त जब त गर्नुपर्ने जरुरी, हामीले फ्यामिली त चलाउनु पर्यो। सो त्यही भएर हामीले मतलब पुरा टाइम मतलब फेसबुक युट्युबलाई दिनुभन्दा पनि जबलाई दिउँ भन्ने कुरा भयो। मतलब कि त्यसपछि अहिले चाहिँ रेगुलरली मतलब कि भिडियोहरू बनाउन टाइम मिलिरहेको छैन हैन। सो त्यही हो। तर मतलब कि धेरै साथीहरूले सोध्नु भएको थियो, मेसेज गर्नुभएको थियो, कल गर्नुभएको थियो, या मतलब कि कमेन्ट गर्नुभएको थियो। सो त्यस्तो मतलब कि केही पनि होइन। तर आफ्नो व्यस्तताको कारणले गर्दाखेरि मैले भिडियोहरू बनाउन पाएको छैन हैन। त्यही कारणले अब मतलब नेक्स्टमा जति टाइम हुन्छ त्यति बनाउँछौँ। अब चाहिँ जति टाइम मिल्छ हामीले जति टाइम भ्याउँछौँ त्यति चाहिँ बनाउने भन्ने चाहिँ हो हैन। तर मतलब कि टाइमिङ चाहिँ सेट हुँदैन क्या हाम्रो टाइमिङ मतलब कि अब जबमा जानै पर्यो, मतलब काम गर्नै पर्यो हैन। तर पनि साथीहरूले मतलब कि भिडियोहरू आउँदैन भनेर सोधिँदाखेरि कता कता बनाउँ जस्तो पनि लाग्छ है।